हेलो, तपाईँ नि सन्चै हुनुहुन्छ होला। म नि एकदमै सन्चै छु। यस्तो माथितिर जानु पर्यो भन्दा अलि एउटै बाटो थियो देखाउनु मलाई त भइलै लागिसक्यो। त्यही नि त्यस्तो जाम यसो भिडियो बनाउँदै। अनि मैले त्यहाँ सर्ट्स भिडियो हालेको छु, राम्रो भ्युज आएको छ। अनि हजुरहरूले नि हेरिदिनु होला, भिडियो राम्रो छ केटाकेटीको। आज नि बनाइदिने भनेको मैले। अनि त्यही त बाइक अस्ति भर्खर बिस्काएर आफू बाइक फेरि हिँडाउँदै सुस्त जाने हो। सुस्त जान पर्यो। आज चाहिँ मैले तपाईँहरूलाई नयाँ बाटो लिएर जान्छु। पुरै अफ रोड। मैले यो बाटो हाल्ने थिएन, भिडियो बनाउन मात्र हो। बाइक पुरा टल्काएर राखेको अनि आयो भिडियो हाल्नुभयो त। भिडियो यो बाटो ओ माई गॉड। म यहाँदेखि हालिदिन्छु है, उतादेखि जाने, यतादेखि सर्टकट पर्छ। ए राइडर बाटो आइयो। त्यसपछि यता यहाँ फेरि जस्तो ढलाइ गरे होइन, त्यहाँ माथिदेखि ढलाइ गऱ्यो फेरि पछाडि फेरि त्यहाँको ट्याक आइरह। अहिले हेरेर पर्ला। हाम्रो नयाँ बाटो कुदाउन सुस्त जाने हो। अनि मैले फेरि यो लङ भिडियो धेरै गर्नु हालेको। आज यस्तो माथितिर जाने काम थियो, अनि त्यही भएर हालिदिउँ भनेको के। म सर्ट्सहरू हाल्छु क्या मैले धेरै। अनि लाइक गर्न छ भने छैन भने लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। बहुत तेज हो रहा है। यहाँ कस्तो बनाएछ नि, यहाँसम्म मात्र चिज भइसक्यो क्या नयाँ बाटो। ओहो, यतादेखि जाने अनि धुलो खाइन्छ, के गर्ने। यतैदेखि जानु पर्यो, उतादेखि फेरि हुन्छ के। मैले यो बाटो पहिला सानोमा साइकल पुरै लिएर जान्थेँ। अनि एकचोटि धानबारीमा खसेँ, अनि म त यो बाटो लानै छोडेँ साइकल। बरु उतादेखि आउने घुमेर। अच्छा तेरि धुलो हुने हो यो। चिठी कपाएर लिएर आफू यार। म त पछि बरु सुस्त जान्छु एक गियरमा। बल्ल सिक्दै हो मैले। ल यहाँ बाटो पिच हुन लागेछ। पिच हुन लाग्यो कि नाली बनाउनु लागेको नि। राम्रो हो, नाली बनाउनु लागेको छ क्या। नाली बनाउन लागेको छ। मरना तेरे को डर नहीं लगता? खतरा हो क्या फेरि, जहाँ भन्ला त्यहीदेखि घुवाप्प हालिदिनु। ये देखो कैसे बत्तीसी दिखा रहा है ससुरा। यो बाटो नि म सानोमा बहुत हिँड्थेँ। अनि अचल फेरि उताको बाटो आउन थालेर अनि यो बाटो हिँड्ने थिएन कि म। अनि आज यसो हिँड्दिउँ भनेर यहाँदेखि फेरि अस्तिकै ठाउँमा आइयो। यो बाटोको यो बिचमा के आइसक्यो यो पुरै। यो थाहा छ भने कमेन्ट गरिदिनु होला है। यो के आइसक्यो पनि छ। अनि हाम्रो शिवरात्रिको दिन पुग्यो कि। ल म बुवा आमाको मानि पुगिसकेँ। मैले त एकैछिन पछि भेट्छु। मरना तेरे को डर नहीं लगता?